फुपू फुपू हेलो गाइज भन्नु न होइन हेलो गाइज भन्नु हेलो भाइ होइन के भन्ने हेलो गाइज भन्नु न गाइज अरे गाइज भन्नु त ल हेलो गाइज भन्नु हेलो गाई स्वागत है आप लोगों को अर्को बुझिन फेरि हजुरहरूलाई स्वागत छ भन्नु हजुरलाई स्वागत छ मेरो ब्लगमा अब हामी हिँड्दैछौँ हेर्दै जानुस् ल ल तपाईँले हेर्दै जानुस् भनेको भन्नु के त्यहाँ हेर्दै जानुस् हामी कहाँसम्म पुग्छौँ भन्नु हामी कहाँ पुग्छौँ हेर्दै जानुस् 3 जना 3तिर अगाडि हेर्नुहोस् है ल आज बुढी फुपाईलाई जङ्गलतिर लैजाँदैछौँ भन्ने आधा बाटो त आइएछ अब जङ्गलका छेउ पुग्न आँटिसकिएछ न आज त बजार यहाँ त फुपाई पैसा छ कि नै आज बजार आयो अरे का बजार पैसा नभए किन आएको बजार हो पैसा छैनन् यो ब्यागमा पैसा छैनन् होला नि हामी त बिर्सिएछ क्या छन् ल हामी चाहिँ आयो है गाई ल जङ्गलको छेउ आइएछ के आजको दिन जङ्गल धेरै जाला जस्तो छ 12 बजिसकेको छ चिसो हावा लागेको छ ओके गाइज आप लोग बनते रहिएगा मेरी ब्लॉग में जंगल निरा घुमेरा मेरा जाना पर्यो जंगल माया घुमे जोत्रो हुनेछ का बढी किन दोत्रो भएको र यी दाँत नभएर दाँत हाल्नुहोस् त दाँत दुखेरलाई यस्तो गिलास नै भनेको ए ल अब रन्किन्छ गीत दाँत नभएर खुसी छ बाटोमा हिँड्दा पनि चिल हामी त आफ्नो जिन्दगी आफ्नै पाराले जिन्छ नि हो कसले के भन्छ भन्ने के कोडा हाँसी मुख बोल्दिए भइगयो भैँसी चराएछ नि हामीले किनेको घाँसमा त भैँसी चराइदिनु आएछ ल यहाँ हो कि हामीहरू घाँस काट्न आउने जङ्गल हो यो हामीहरू घाँस काट्न आउने जङ्गल हो परबाट हाम्रो छैन उमेर जान पर्यो यही त रमाइलो दिन होइन आफै हो क्या रमाइलो गर्ने त त्यही त बोल्ने होइन हो त हाँस्ने बोल्ने हो रमाइलो गर्ने हो यही हो जिन्दगी हाम्रो नबोलेरै बसे नि दिनै जानी हो बोलेर हाँसे नि दिनै जानी हो सबैको होइन हो त दिनै जान्ने बाटो नबोलिकन बसेका नि त्यस्तै छन् पैसा माथि सुतेका नि त्यस्तै छन् सुन लागेका नि त्यस्तै छन् मर्ने बेला सबै छोड्ने हो मर्ने बेला त माछा उखाएर नभइदिनु हुन्न बाछाहरू चाहिन्छ पहिला जान्छ मर्दा होइन फेरि टपर सुनार खाएकाले नि टपरीमै खाने हो त नि होइन त केही छैन जे भयो नि त्यस्तै जति सुनार लेख्नु लाग्यो नि केही लुतराउने खोरी लाउने होइन ल केही लैजाउँला छैन केही छैन जति भाइ छोरा भए नि जति पनि छोरी भए नि केही जङ्गल यही हो
यहीँ बस्छन् स्याल रातभरि स्याल ए गर्छन् अब दिउँसो जाँदाखेरि भेटिन्छन् कि नै स्याल बस्ने यहीँ हुन् डर लाग्छ मलाई त गाई बस्ने यहीँ हुन् नीलगाई स्याल कता उहाँ छोडुवा गोरु छोडुवा गाई सबै यही हो। बाँदर राँदर जाने क्या मान्छे नि यहीँबाट बस्छन् मान्छे पनि यहीँबाट पस्ने रे गाई तर डर लाग्यो जस्तो आएको छ क्या मलाई त बाक्लै छ क्या अब यहाँबाट खुस्स भित्र पस्ने रे क्या यहाँबाट इ यहाँ हो यहाँबाट भित्र पसेर यो जङ्गलभित्र भित्र 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 खोज्ने हो हामी आएको चाहिँ खोज्न हो है के खोज्न भन्ने चाहिँ एकैछिनमा देखिहाल्नुहुन्छ नि त अनि तपाईँ पनि जानुहुन्छ तपाईँ पनि भित्र जानुहुन्छ जान्छु हिँड्नु त अनि नत्र हो त्यहाँ ठुली आमाको घर बस्नु भनेको के अरे म पनि जान्छु भित्रै भन्नुभएको छ मैले भन्दा आँखा त तेज यहाँले नै देख्नुहुन्छ देख्न त 4वटा चस्मा भए पनि त्यस्तै हो यस्तो हो त अलि पर सामान भयो अब यहाँ त झन् ठेसैमा धन्न बसेको म त मेरो कन्न जोग्यो कि नै उठम इन्ट्री लो हामी आफ्नै समुदायमा इन्ट्री भयो कि गाइज इन्ट्री के नि डरै लाग्छ जाम अब यिनी होइन त पाथर हुन ल जाम तयाल्नु अरू कथा नि रे हो ए सबै पात टिप्न आएको के पात सानसाना बुतामा रिपु पहिले ती पात यति टिपिसक्नु भएछ के को आँखा नदेख्ने हो ए बरै मैले आँखा नदेख्ने त बरै खेतबाट जानु सकिन्न त खेतबाट छिटो लाइयो माया सदैलाई आहाई ला फुपूले नि आइ ल टिपेर टापरी लाइयो माया सदैलाई धपडी टिपेर पानी घाम भैरागीको काछ र जाने ठाउँ काम गर्न आएको अरे हामीहरू काम गर्न कामलाई पनि कति सजिलो गराउँछौँ हामीहरूले थाहा छ तपाईँहरूलाई हेर्नुहोस् कसरी हो सजिलो गराउने गरेर हुन्छ र म परेर हुन्छ र भनिदिनु न म पर्न हुन्न भन्नु न हो म पर हो न हाँस बोल्न पर्छ कुरा पियारी हुनालाई पात टिपी टापरी दुनालाई लाउँछे कुरा पियारी हुनालाई अरे ओ भाइ कता हो खै त आमा त देखिन्न त नहराम है गाइज लास्टमा उही बाहिर भेटौँला है म पनि लागेँ हो यतातिर अब पन्छाउँदै हिँड्नु पर्यो हावै छैन यहाँ त ल यहाँ त बाटै ब्लक छ त अनि कता पुग्यो कता खै देखिनुहुन्न है कोही पनि खै त नि फुपू माथिबाट ठुल्ठुला पात खस्दो रहेछन् फटङ्ग तडेर उता के आजै के खसेँ उनी यार झिसिङ यता त छ्याङ्ग आइछ नि यस्तो ठ्याक्कसँग आएको थियो घर आइछ नि ओ कति बनाउनु भएको है के हो त्यस्तो मेरोमा पनि छ एकै ठाउँमा जोडिदिएको खै तपाईँको त लास्टै है माथिसम्म यहाँ
पुरोको परेर फुपू गर्नु पर्यो होला एउटा फालेको तपाईँको नि लाखा काँडा लाखा नि के खानु होला खै ए पात राख्ने यस्तो आइज फुपूले त यति टिपिसक्नु है खै लाउँछ नि यस्ता कुरा लाग्यो क्या यिनी काँडा के लाग्यो घरले जा ल हामी चाहिँ अब जङ्गलदेखि बाहिर है अब जङ्गलदेखि बाहिर आइयो त्यसमा गाउँ बढ्दैन होइन अनि एक झोला पात पनि टिप्यो अब एक झोला पातको तपाईँहरू चाहिँ कतिवटा हुन्छन् अनि यता फेरि हाम्रा गाईजहरू चाहिँ कुरो त्यो काँटावाला लागेर के त्यो बिजनी खाले लाग्यो है अब घर फ्याँक्ने होइन घर फ्याँकाउँला हो नि त घर फाला यहाँ पनि फाला बनाएको त्यसलाई त्यहाँ चाहिँ पिएछ टपरी पात बाँधेर लाने के पात मुठा बाँधेर कस्तो झैँमा बसेको बौतलाई दुःखमालाई सम्पत्ति सौतालाई अरे बिचरा नभएको सौतालाई गाई राखी अब त्यो क्या गाउन छोडियो जाम घर सबैले भनी जुनी बित कसैले नभनी ल हामी चाहिँ घरतिर लागियो मुठा पनि बाँधियो घरतिर पनि लाग्यो यहीबाट देखिने चाहिँ हाम्रो घर त खै हेरौँ त म अलिक खाल्टोमा आइछु क्या जुम गरेर देखाउँछु क्या हाम्रो घर छ भन्दै जुम 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 इस यो होइन यो देखियो कि उहीँ पुग्ने हो क्या हामी हामीलाई कमसेकम आधा घन्टा लाग्छ 20 मिनट त लाग्छ अब